हेलो गाइस होइन आज हामी यता गाउँ आइपुगेको थियो। गाउँ पनि कसरी भन्दाखेरि अब दुबईदेखि यता दिदी हाम्रो सुजी दिदी कैन्डी दिदी दुबईदेखि 8 वर्षपछि यता नेपाल आइपुग्नु भएको थियो र यता हामी बिहान काठमाडौँबाट भर्खरै आइपुग्यो घरमा चाहिँ अब यसो बुवा आमालाई यसो हल्का सरप्राइज दिउँ भनेर चाहिँ आएको थियौँ होइन। घरमा चाहिँ कोही नि हुनुहुन्न, खेतमा जानुभएको छ अरे। अब हामी जाँदैछौँ खेततिर। भर्खर कल गरेको खेततिर छ अरे। अब हामी खेततिर गएर अब यसो अब थाहा छैन कि घरमा कुनै पनि अब खबर गरेको छैन हामीले एकदम चिन्छ के बुवा चाहिँ त कल गर्दै रहेछ है। चाबी खै चाबी चाबी खै चाबी चाबी अर्को बुहारी ल्याएको कान्छी बुहारी ल्याएको चिन्नु भयो हजुर ल बल्ल दल्ल चिनेछ ल चिन्ने गाह्रो छ एकासी आइपुग्दा त अर्को बुढी ल्यायो भनेर रिस उठिरहेको आसु खाना छौँ गाइस यहाँ चाहिँ बुवा मात्रै हुँदो रहेछ होइन। मम्मी चाहिँ माथि खेतमा खाँदै रहेछ एक्लै रहेछ चिन्न गाह्रो भयो। अब माथि आमालाई प्रयाङ गर्छ गाइस कस्तो रिएक्सन देखाउँछ है। गाइस हामी चाहिँ खेतमा आइपुग्यो है। मम्मी चाहिँ एक्लै यहाँ पुरै खाँदैछ है मकै गर्दैछ। अब रिएक्सन हेरौँ के हुन्छ है त्यहाँ जाउँ। तर क्या ताल हटाउँछ चाबी खाइछन् चाबी अर्कै बुहारी ल्याएको मलाई त छोराले त सातै खायो अर्कै बुहारी ल्याएको अब दुईटा बुहारी ल तपाईँको छोराले चाहिँ मलाई मलाई आइदिनु त्यतिकै अनि मलाई अनि ढाडेर कुरो गर्नु भएको है। तपाईँको छोराले जाउँ भने मलाई आइदिनु। अब दुईटा बुहारी आयो है। हुन्छ कि हुँदैन खानु पर्यो है यस्तो जङ्गल खानु पर्ने यो त सक्दिनँ नि म त खाने अनि यसरी खाने अनि आलु टिप्ने हो आलु पनि बिचमै रोप्नुहुन्छ ता हो चिनादी भयो त हो चिनादी वा अनि चासोमा बेला खाना थाहा भइसक्यो है। ए अर्को बुहारी ल्याएको हेर्नु त्यहाँ ओरेन्ज मान्छ कान्छो सिम तारो वाउ है यदि जङ्गल बदोसे आज Yang beda. Yang mana? ये खाबे था yang बिसेम Kalah ya. हाँ Kalah ya. ये खाला कहीं लिया थाहा पाइछ कसरी थाहा पायो पूरी बिसेम फोरा कसरी थाहा पायो फोरा कान्छा नि नि कसरी थाहा पायो ल ल गाइस फाइनली भेटघाट भइसक्यो रिएक्सन ini baik sabla